हेलो नमस्ते सम्पूर्णमा म छिदिल थङपुन धेरै पछि अर्को एउटा भिडियो लिएर आएको छु किनभने म आज काममा जान लाग्यो अनि गाडीमै जाउँ भनेर किनभने पानी पर्ला जस्तो मौसम गडबड होला जस्तो भइराखेछ के अनि त्यो भएर गाडीमा जाउँ भनेर गाडी चाहिँ मैले हप्तामा 1-2 पटक जुन दिन खराब हुन्छ मौसम खराब हुन्छ त्यही बेला मात्रै युज गर्छु गाडी चाहिँ हैन त्यो भएर म तपाईहरुलाई देखाउँछु कहिलेकाहीँ हप्तामा 1-2 पटक भनौं न 1-2 पटक जस्तो म गाडी चलाउँछु आज गाडीकै भ्लग हालौँ न त के छ र हैन गाडीमा फेरि राम्रो हुन्न के काम कमाइ धमाइ चाहिँ त्यो भएर अलि ठीक लाग्दैन तर के गर्नु गर्नै पर्यो पार्किङहरु नि पाउँदैन अनि त्यसपछि अनि काम पनि स्लो हुन्छ के गाडीमा अघि एउटा अर्डर आएको थियो यार सायद क्यान्सल भयो कि भाउ यार क्यान्सल होला कि भन्ने नि डर लाउँछ का अनि त्यो अर्डर उठाउँछु म अनि लान्छु म तपाईहरुलाई नि देखाउँछु म देखाउँछु भनेर यसो भिडियो बनाम भनेर आज अब धेरै पछि भनौं न महिना दिन भयो होला मैले युट्युबमा भिडियो नि हालेको छैन ए मा का जिक्सो घे चलाएको रहेछ मेरो गाडी के भयो भनेर मा साउन्ड सुन्न लाग्यो का मैले फेरि यस्तो जाम छ यार के गर्नु उक्किसक्यो राजा उक्किसक्यो टेन्सन भयो माकुरी कस्तो जाम भएको माकुरी यार यति सर्नलाई नि 1-2 घण्टा लाग्छ यार 500 मिटर सर्नमा अनि स्याठ यस्तो भ्यू हेर्दै अनि यतापट्टि बसिकन दिमागमा टेन्सन लिँदै गाडी कुदाउँदै गर्नुहुन्न नि केटा हो भन्नुहुन्थ्यो यस्तो जाम यार पानी पर्छ होला भनेर गाडी निकालेको पानी परेन पानी नपरेपछि जाम हो जाम नभएपछि झ्याउ भयो झ्याउ लाइछ का झ्याउ लाइछ अनि सरर यही बिल्डिङहरु हेरिकनै चिट्टा बुझाउने Turn right. ठन सुडीहरु फेरि मस्किँदै हिँड्छ यार मासलाहरु छिछिटो आउला भनेर छेट यस्तो मस्किन्छ राडेहरु फेरि यहाँ त्यस्तै टाइम लाग्छ होला फेरि गोरिल्ला In 200 meters, turn left. फुरफुरी लाग्यो नि हौ टेन्सन लाग्यो हौ झ्याउ लाग्यो यार पोर लाग्यो लौ त गाइज है फेरि भेट्दै गरौँला अहिले म फेरि म भिडियो खिच्दै आउँछु है गाइज
केटाहरूको यादमा है केटा हो तिमीहरूको यादमा यस्तो गीत सुन्दै हिँडेको छु म यहाँ विदेशमा गीतको यो त म्युजिक त सुन्यो होला केटाहरूले ahai ahai ahai